यस यस्तो युट्युब च्यानलमा यहाँहरू सबैलाई स्वागत छ। दर्शकवृन्द, आज अत्यन्तै महत्त्वपूर्ण विषयवस्तु लिएर म उपस्थित भएको छु। जुन विषयवस्तु सब प्रमाण र सब मन्त्रको साथमा प्रस्तुत गर्दैछु, जुन विषयवस्तुले आज यसलाई हजुरले अन्तिमसम्म हेर्नुभयो भनेदेखि, यसलाई सुन्नुभयो भनेदेखि हजुरले जीवनमा धेरै कुरा प्राप्त गर्न सक्नुहुन्छ। हजुर कुन क्षेत्रमा कार्य गर्नुहुन्छ, जुनै क्षेत्रमा भए पनि हजुरलाई सक्सेस मिल्न सक्दछ। होला यहाँ लेखिएको छ, हेर्नु त, कुनै पनि कुरालाई हामीले ऋषिमुनिहरूले दिएका वचनलाई लिएर, ऋषिमुनिहरूले धेरै हजारौँ वर्ष रिसर्च गरेका कुराहरूलाई लिएर नै यहाँ प्रस्तुत हुनुपर्दछ। जुन मार्ग हामीलाई ऋषिमुनिहरूले बताउनु भयो, दैपायन वेदव्यासजीले लेखिदिनु भयो, ती मार्गहरूमा हेर्नु त के लेखेको छ। सब प्रमाण मन्त्र सहित हजुरहरूका प्रत्येक समस्याको समाधान छ। यहाँ हेर्नु त, 21 तु, परन्तु यसलाई आफै हजुर पढ्नुहुन्छ, सुन्नुहुन्छ, गुरुद्वारा गराउनुहुन्छ भने धेरै पनि होइन, 21 चोटिमै हजुरको जीवन परिवर्तन हुने। 21 चोटि उच्चारण गर्नाले मात्रै, 21 चोटि उच्चारण गर्न नसक्दा 21 चोटि सुन्दा मात्रै पनि, के सुन्ने त 21 चोटि हुँदा, पठेत एवं जपेत वा, जप गर्दा पनि हुन्छ 21 चोटि, अथवा पढ्दाखेरि पनि हुने रहेछ। हेर्नु त लेखेको छ 21 तु 21 चोटि नै पढ्दा अथवा सुन्दाखेरि अथवा जप गर्दाखेरि राजद्वारे, यदि हजुर राजद्वारमा कार्य गर्नुहुन्छ भनेको मतलब सरकारी कुनै पनि कार्यमा हजुर कार्यरत हुनुहुन्छ भनेदेखि पदोन्नतिको लागि पनि यो अत्यन्तै महत्त्वपूर्ण मन्त्र रहेका छन् है। आफ्नो जो पनि जहाँ कार्य गरेको छ आफ्नो पदको उन्नति होस् भन्ने त कसले चाहँदैन र, जसले पनि चाहन्छ। यदि हजुर पनि त्यस्तो चाहनुहुन्छ भनेदेखि, अथवा श्मशाने हजुरलाई कुनै भूत प्रेत पिशाच साकिनी डाकिनी इत्यादिद्वारा कुनै न कुनै विघ्न बाधाहरू आइरहेका छन्, पितृदोषहरू भइरहेका छन्, कुनै पनि कारणले नजर इत्यादि लाग्यो, व्यापार बिजनेसमा चाहिँ हानि भयो इत्यादि, अथवा कुनै आँखा लाग्यो भन्ने लागिरहेको छ भने पनि चिन्ता लिनु पर्दैन। ऋषिमुनिहरूले बताइदिएका मन्त्रको प्रयोगद्वारा हाम्रा हर समस्याका समाधान हुनेछन्। राजद्वारे श्मशाने छ। विदेशे यदि हजुर स्वदेशभन्दा बाहिर हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, अब कसो गर्ने त, कार्य बनेका छैनन्, विदेशमा गइयो, दुःख गरियो, ऋण लगाएर हामी विदेशमा आइपुग्यौँ, काम पाइरहेको छैन, कसो गर्ने होला त इत्यादि तनावमा हुनुहुन्छ भनेदेखि तनाव जति सबै हजुर हामीलाई दिनुहोस्। हजुरले मात्र यो मन्त्रको प्रयोग गर्नुहोस्, भगवतीको ध्यान गर्नुहोस्। म मन्त्र बताउनेछु। अरू कहाँ त भन्दा विदेशी शत्रुमण्डलले, यदि विदेशमा अथवा शत्रुद्वारा हामी पीडित भइरहेका छौँ, शत्रुले दुःख दिइरहेको छ, कार्य गर्न बाधा बनाइरहेको छ, शत्रुको कारण हजुरको पदोन्नतिहरू भइरहेको छैन, शत्रुलाई कसरी दमन गर्ने त, त्यो पनि सबै यी मन्त्रले बताउँदछन्। शत्रुमण्डलमा पनि शत्रुलाई पनि विजय प्राप्त गर्ने, देश अथवा विदेशमा पनि आफ्नो कार्य सफलता बनाउने, भूत प्रेत इत्यादि लागेको छ भने पनि निवारण हुने, राजदरबार सम्बन्धी इत्यादि कार्य गर्दै हुनुहुन्छ, सरकारी नोकरीमा हुनुहुन्छ भने पनि पदोन्नति गराउने। हेर्नु त, यस्ता मन्त्र बताउनु भएको रहेछ यहाँ ऋषिमुनिले। ती मन्त्र सुन्नुभएकै रहेछन्। अनि भूताग्नि रणमध्ये छ, रणमध्ये युद्ध भूमिमा हुनुहुन्छ हजुर, कुनै देशको सेवामा लाग्नु भएको छ, आर्मीमा हुनुहुन्छ, पुलिसमा हुनुहुन्छ, त्यहाँ पनि अझै आफ्नो पदोन्नति गर्न चाहनुहुन्छ, देशको रक्षा गर्न चाहनुहुन्छ भने हेर्नु त, रणमध्ये पनि यो मन्त्रले काम गर्नेछन्। सर्व कार्याणि, एउटा मात्र होइन, सबै प्रकारका कार्यहरू साध्य छन्, तिनले सबै प्रकारका कार्यहरू पुरा हुन सक्दछन्। चण्डिका के द्वारा त भन्दा, चण्डिका हृदयम गुह्यम, यो चण्डिका हृदय जो भनिन्छ, हामीले चण्डी पाठ गराइन्छ नि, त्यसको हृदय स्वरूप यी मन्त्र हुन्। ती मन्त्रद्वारा नै हाम्रा सारा कष्टहरू, ग्रह बाधाहरू, नवग्रह शान्ति हुनेछन्। गुह्यम एकदम गोपनीय मन्त्र यहाँ हजुरलाई बताइरहेको छु, गुह्यम लेखेको छ यहाँ। यो गोपनीय मन्त्र द्वारा पनि हामी हजुर सबैको कल्याण होस् भन्नाले यो त्रिसन्ध्यम कीर्तय द्विज, यदि त्रिसन्ध्यम प्रातःकाल, मध्याह्नकाल र सायङ्काल 3 चोटि सुन्यो भने अवश्यमेव हाम्रो 100% कार्यहरू बन्नेछन्। सर्वकामप्रदम, सबै प्रकारका कामनाहरू, भौतिक सुखहरू दिने, निडाम भुक्तिम मुक्तिम च विन्दति, भुक्ति मुक्ति सबै दिने, गाडी घोडाहरू सबै प्रशस्त मात्रामा हामीलाई प्राप्त हुने, धन आगमन हुने। हेर्नु त, यस्ता मन्त्रलाई हामीले छोड्नुहुन्छ त हुँदैन।
तसर्थ यी मन्त्रहरू आज हजुरलाई कसैले पनि यो नबताएका मन्त्रहरू यहाँ म बताउँदैछु। यदि यस्ता मन्त्रहरू हजुरले कहीँ पनि यो सामाजिक सञ्जालमा अन्यत्र भेट्नुभयो भने मलाई लिङ्क पठाउनु होला। भेट्नुहुन्न, किन भन्दा यी गोपनीय कुराहरू, गोपनीय कुरा र पावरफुल कुरा आफूले मात्र राख्न चाहँदछ नि त मनुष्यले। परन्तु हामीलाई ऋषिमुनिहरूले गुरुले दिएको आदेश हो कि सर्व कल्याण, सबैको कल्याण होस् भन्नको निमित्त यी मन्त्रहरू म बताउँदैछु। सर्वप्रथम हजुरका यस्ता कार्यहरू बिग्रेका छन् अथवा आफ्ना कार्यलाई सफल बनाउन चाहनुहुन्छ, शिक्षा क्षेत्रमा सफल हुन चाहनुहुन्छ, आफ्नो कार्यमा पदोन्नति गर्न चाहनुहुन्छ, व्यापार बिजनेस बढाउन चाहनुहुन्छ भनेदेखि सर्वप्रथम महाकाली, महालक्ष्मी, महासरस्वती, त्रिगुणात्मिका परम्परा जगदम्बा भगवती नवदुर्गालाई ध्यान गर्नुहोस्। नवदुर्गाका 3वटा स्वरूप छन्, 3वटा मन्त्रद्वारा ध्यान गर्नुपर्दछ। ती के मन्त्र हुन् त? नवदुर्गालाई ध्यान गर्नु है, हात जोडेर ध्यान गर्नु। ओम। यी ध्यान गरिसकेपछि फेरि म यो अकाट्य मन्त्र पनि बताउनेछु। यो ध्यान पश्चात म मन्त्र बताउनेछु। सर्वप्रथम भगवतीलाई ध्यान गर्नु होला, किनकि विश्वासो फलदायक। यदि विश्वासले हजुरले ध्यान गर्नुभयो र मातासँग माग्नुभयो भने कामाख्या माताले, नवदुर्गा माताले, बगलामुखी माताले, लक्ष्मी माताले सम्पूर्ण कार्यहरू साध्य बनाइदिनुहुन्छ। सजिलै हाम्रा सम्पूर्ण कार्यहरू बन्न सक्दछन्। परन्तु हामीलाई विश्वास छैन भनेदेखि 100% फल भन्न सकिँदैन। यदि हजुरमा विश्वास छ भने 100% फल प्राप्ति हुन्छ। लाउनुहोस्, ध्यान गरौँ है त। ओम खड्गम चक्र गदे सुचाप परियां चूलम्बु सुण्डिं शिरः शङ्खं समदधतिं करे स्त्रिनयनां सर्वाङ्गभूषावृतां नीलास्माद्युतिमास्य पादपदसकां सेवे महाकालिकां यामस्तौत्स्वपिते हरो कमलजो हन्तुं मधुं कैटमम् अक्षस्रगपरसं गदे सुकुलिसं पद्मं धनुष्कुण्डिकां दण्डं शक्तिमसिं च चर्मजलजां घण्टां सुराभाजनं शूलं पाशसुदर्शने सददतिमस्ते प्रसन्नाननं सेवे शैर्यमर्दिनीं यमालक्ष्मीं सरोजस्थितां घण्टाशूललानि सङ्गमसले चक्रं धनुषायकं हस्ताब्जरे ददतिं गणान्तविलस चेतां सुतुल्यप्रभां गौरी देहसमुद्भवां त्रिजगतामाधारभूतं पूर्वमत्र सरस्वती मनुवजे शुम्भादिदैत्यार्दिनीम्। हे जगत जननी जगन्माता, हे कामाख्या नवदुर्गा, सबैका मनोकामना पूरा गरिदिनु होला। ब्रह्मवाच, हेर्नु त ब्रह्माजीले बताएका यी मन्त्रहरू म हजुरलाई यहाँ बताउँदैछु। जो ब्रह्माद्वारा बताइएका कुराहरू सबैका कार्य सिद्ध हुन् भनेर। परन्तु यी मन्त्रलाई बिचमा नछोड्नु होला है, पुरै सुन्नु होला। अर्ध ज्ञान भयङ्करी, आधा ज्ञान भयङ्करी हुन्छ। आधा मन्त्र सुन्यो भने हानिकारक पनि हुन सक्दछ, यसको जिम्मा हामीले लिएको हुँदैन। पूर्ण मन्त्र सुन्नुहोस्, पूर्ण फाइदा लिनुहोस्। आधामा छोड्नुभयो भने फाइदा हुँदैन, उल्टै हानि हुन सक्दछ। पूर्ण सुरु गरेपछि मन्त्र अन्तिमसम्म सुन्नुहोस्, अनि कमेन्ट गर्नुहोस्, अनि विचार गर्नुहोस्, अनि कति हजुरलाई पोजिटिभ हुनुहुन्छ, कति राम्रो हुँदै गएको छ हजुरको विचार। अहिले नै यो मन्त्र सुन्ने बित्तिकै नै हजुरमा कति चेन्जिङ आयो ल, कमेन्ट गर्नु होला है त। यो मन्त्रपछि अनि यो मन्त्रको प्रयोग पनि बताउनेछु। यो मन्त्रलाई कसरी प्रयोग गर्दा चाहिँ कुन फल प्राप्ति हुन्छ, यदि प्रेम सम्बन्धको लागि कसरी प्रयोग गर्ने, शत्रुको लागि कसरी प्रयोग गर्ने, पदोन्नतिको लागि कसरी प्रयोग गर्ने इत्यादि प्रयोग सम्बन्धी पनि म यो बताउने छु। प्रयोग बताउनु पूर्व मन्त्र श्रवण गरौँ है त। ब्रह्मोवाच अथात सम्प्रवक्ष्यामि विस्तरेण यथा ततं चण्डिकाहृदयं गुह्यं शृणुष्वेकाग्रमानसः। ओम हां ह्रीं हूं ऐं श्रीं श्रीं ओम नमो भगवती जय जय ज्वालामालिनी चामुण्डे चण्डिके त्रिदश मणिमुकुटकोटि निगृष्ट शरणारविन्दे गायत्री सावित्री सरस्वती महासन्ध्ये महाबाणकृतावरणे भैरवरूपधारिणे प्रकटसन्दष्ट्रोग्रवदने घोरे घोरासने नयनोज्ज्वल ज्वाल सहस्र परिवृत्ते महाट्टहासधवलीकृत दिगन्तरे दिवाकर सहस्र परिवृते कामरूपधारिणी महामणिद्योतित शशि प्रभाभासित सकल दिगन्तरे सर्वायुध परिपूर्णे कपालहस्ते गजगामिन्योत्तरिण्ये भूत वेताल परिवृते प्रकम्पित चराचरे मधुकैटभ महिषासुर धूम्रलोचन चण्डमुण्ड रत्नबीज निशुम्भ शुम्भादि दैत्य निष्कण्टिके कालरात्रि महामाये शिवे नित्य
नित्ये त्रिभुवनधराधरे वामे ज्येष्ठे वरदे रौद्री अम्बिके काली कलविकरिणी बल प्रमथिनी सर्वभूत दमनी मनोन्मयधारिणी ब्राह्मी माहेश्वरी कौमारी वैष्णवी वाराही नारद सिंद्राणी सामुण्डे मायेन्द्री शिवदूती महाकाली महालक्ष्मी महासरस्वती च त्रिस्थिते नाद मध्ये स्थिते महोग्र विशोरग फणाफणी मुकुट रत्न ज्वाला बलि मही महाही हारभूषित पाद बाहु कण्ठोत्तमाङ्गे मालाकुले नवरत्न निधि कोशे शब्द स्पर्श रूप रस गन्धकाश वाक्पाणी पाद पायुपस्थ स्त्रोत्र त्वक चक्षुर्जुवाग्रहण घ्राण मध्य स्थिते चक्षुष्मति महाविशोपविघ्ने महाजवाला नले महाभैरव स्तुते सर्वसिद्धिप्रदे निर्मले निष्कले नाभ्याधारादि संस्थिते एवं परम ज्योति स्वरूपे सोम सूर्याग्नि मंडल परिवृत्ते ऊर्ध विशुद्धांतक प्रभे निर्गत ब्रह्म विष्णु रुद्र दैवते परे अपरे प्रभाभाषित चराचरे पंचविंशति तत्त्वावबोधिनी महाभूता महाशून्यागमे पतिबंधु संस्थिते भुक्ति मुक्ति प्रदे निर्गुणे निर्ऋग्यजो सामथर्वाणी पठिते यही भगवती स्थूल सूक्ष्म परे हुंकार रूपिणी परम कारुणिके महाज्वाला मणे महिषोपरि गंधर्व विद्याधरार्चिते भुजंग महिमे जिम्बिड़ी बशीकर्णी जिम्बे मोहे क्षोभे बीज पंचक मध्य स्थिते महायोगिनी महाज्वर क्षेत्र नायिके यक्ष राक्षस महाज्वर क्षेत्र विशोपविघ्ने गंधर्व विद्याधराधीते ओंकार श्रींकार हस्ते आंक्रीम अग्निपात्रे द्राम शोषय प्लोम प्लावय क्लीं ब्रीं सुकुमारय प्लोम नाशय सीम उन्मादय ग्लोम मोहय ह्रीं आं ह्रीं आवेश स्त्रीं प्रवेश स्त्रीं आकर्ष हूँ फट अतीतानागत वर्तमानां दिशां विदिशां ऐं ह्रीं श्रीं श्रावय सर्वं प्रवेश त्रैलोक्यं वशवर्ती ऐंकार वशीकुरु ऐं ह्रीं श्रीं द्रावय सर्वं प्रवेश ऐंकार चितां वशंकुरु ऐं ह्रीं श्रीं हां ह्रीं ह्रूं हैं रों रः श्री ह्रीं श्रीं स्त्रां स्त्रीं स्त्रों स्त्रैं स्त्रौं स्त्रः सर्वकार्याणि साधय ॐ फट् स्वाहा एकविंशतिवारं तो पठे देव जपे त्वा राजद्वारे श्मशाने स पठे विदेशे शत्रुमण्डले भूताग्निरणमध्ये च सर्वकार्याणि साधयत् चण्डिकाहृदयं गुह्यं त्रिशब्दं कीर्तयेत् नुजा सर्वकामप्रदं नृढं भुक्तिमुक्तिं च विन्दति। त यस प्रयोगद्वारा यी मन्त्रद्वारा हामीले जीवनलाई परिवर्तन गर्न सक्दछौँ, जीवन सार्थक बनाउन सक्दछौँ। हजुरलाई यी मन्त्रहरू कस्तो लाग्यो, हजुरले यो प्रोनाउन्सिएसन सुनिसकेपछि हजुरलाई कस्तो अनुभव भयो भन्नुहोला। भिडियो धेरै लामो हुने भएकोले गर्दा यसको प्रयोग कसरी गर्ने, यदि प्रेम सम्बन्ध चाहनुहुन्छ, शत्रुलाई हटाउन चाहनुहुन्छ, पदोन्नति चाहनुहुन्छ, कसरी प्रयोग गर्ने भन्ने कुरा हजुरले के चाहनुहुन्छ, कसरी प्रयोग गर्न चाहनुहुन्छ सो कुरा कमेन्ट गर्नुहोला। हजुरको कमेन्टको आधारमा हजुरको आवश्यकतालाई पूर्ण गर्ने हिसाबले म पुनः अर्को भिडियो लिएर उपस्थित हुनेछु। आजको लागि बिदा चाहन्छु। हवस् त, सबैको दिन शुभ रहोस्। जय जय श्री राधे, जय माँ कामाख्या।